Hey guys, welcome back to my new video. So आज म 4-in-1 गेमिङ कम्बोको ओपनिङ अनबक्सिङ गर्दैछु. स्टार्ट गरौँ म. मेरो क्यामेराम्यान. यसको यसरी आएको थियो. यसको यो यस्तै आएको थियो. सफा देखिरहेछ गाइस यो हैन. म यसलाई अनबक्सिङ गर्छु अब अहिले नै गर्छु म. टाइम वेस्ट गर्दिन म. र खोल्यो अब यसलाई. राम्रो खोल्यो तर. खोल्यो यहाँबाट थियो. मलाई थाहा छ याद छ मलाई. खोल्यो गाइस. अब पहिला हामीलाई यो छ फर्स्ट कुरा यस पट्टाभित्रमा के दिएको छ हेरौँ यो गाइस यो पुरै यो सबै एक्सेसरिज यसको मेन कामै यो सबै कुरा मेन भनेको पुरै यो गाइस यता हैन अब यता नि हामीले चार्जर हाल्न मिल्छ यसले हामीले विदाउट चार्जर पनि गर्न मिल्छ यता हामीले ल्यापटप या माउस यहाँ ल्यापटप या माउसको हाल्न मिल्छ हामीले यो यसको काम हो अनि यता अझै एउटा म्यानुअल दिएको छ म्यानुअल मिन्स यसलाई कसरी युज गर्ने भन्ने यहाँ पुरै डिटेलमा दिएको हुन्छ अनि यता यसको एप दिएको हुन्छ जसले गर्दा चल्न सक्छ र यहाँनिर अझै एउटा चिज आएको छ त्यो चाहिँ फोन होल्डर हो यो गाइस दिस इज फोन होल्डर यता यसो राख्ने अनि यता फोन राखेर टक्क लगाएर खेल्न मिल्छ यो हैन दुईटा कुरा यो यहाँ छ एकछिन भित्र हाल्मै हामी ल भ्लगिङ च्यानललाई ओके एकछिन बाहिर राखौँ न ल अब अर्को कुरा हाम्रो यहाँ माउस प्याड छ सफ्ट खालको माउस प्याड हुन्छ यहाँ यी हजुर आफै छामेर भनिदिनुहोस् त सफ्ट छ सफ्ट छ अनि यो चाइना कम्पनीले बनाएको जस्तो ल र अर्को कुरा यहाँ छ तारहरू वायर्सहरू दिएको छ एउटा वायर दिएको छ यो पहिला हामी माउसको हेरौँ है माउस हेरौँ हामी वाउ गाइस माउस चाहिँ यस्तो निक्लेको छ यहाँनिर हामी हेर्न सक्छौँ हामीले त टक 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 गाइस यो सफ्ट छ टच गर्दा स्मुथ छ कि छैन है स्मुथ छ है एउटा माउस दिएको छ हामीलाई यहाँनिर अनि एउटा बट्टामा यही भएर अनि लास्ट एउटा कुरा छ त्यो चाहिँ किबोर्ड भयो हाम्रो किबोर्ड नै हेरौँ हामी गाइस किबोर्ड नै दिएको छ हामीलाई ह्यान्ड रेस्ट गर्न मिल्ने गरेको दिएको छ गाइस यो यस्तो छ पुरै माथि नै उठेको छ हेर्न सक्नुहुन्छ हजुर नि माथि उठेको छ अनि यति हो गाइस यसलाई अब म चलाइ पनि देखाउँछुहरूलाई एकैछिनमा ल अब यसको यति हो लुकिङ हामी गाइस सबै RGBहरू बलिरहेछ अनि यसको लागि त्यति नै हो अरू केही छैन सी यु लेटर गाइस पिस आउट गाइस अब थ्याङ्क यू फर वाचिङ हैन अब यसको लागि यति नै थियो अब थ्याङ्क यू सो मच भन्न चाहन्छु अब त्यति नै हो बाई डु लाइक share and subscribe to this channel and listen another video. Bye.